मलाई यो मान्छे मरिसकेपछि यो शोक सभामा पार्टीको झन्डा उडाइदिने चलन हुन्छ नि, मलाई यो फिट्टिकै मन पर्दैन। एउटा किसानी, गाउँको किसानी दिनरात मेहनत गरेर बिहान बेलुका छाक टार्न होइन, दिनरात हलो जोतेर मेहनत गरेर आफ्नो परिवार पारिराखेको किसानी, उसलाई राजनीतिक सम्बन्धी केही पनि थाहा नै छैन। त्यही चुनावको बेला चाहिँ नेताहरू उहाँ गाउँमा जान्छन्, पुग्छन्, ए दाइ के छ खबर, आइयो ल के अरे बाख्रा पाठा होलान्, काट्न पऱ्यो, ल ठ्याक्क दाइको घर आइयो, हाम्रै हो के अरे, तपाईँ पनि मान्छे, ल काटौँ दाइ भनेर त्यहीँ खाएर होइन। म त किसानीको छोरो, सुत्ने बिस्तारा छैन, सुत्ने ठाउँ छैन, के हार्नुहुन्छ, ए केही टेन्सन लिनु पर्दैन, एक बटुक जाँड खाएपछि जम्मै नालीमा सुत्छन्, यहाँ तपाईँको बारीमा सुत्छन्, भुइँमा सुत्छन्, टेन्सन लिनु पर्दैन सुत्नलाई भनेर चुनावको बेला माओवादी पुग्छ। ए पहिला पहिला फ्रीमा खाइयो, अब राति राति उठाएर सङ्कटकालको बेला फेरि यहाँ खाइयो, अहिले त पैसा तिरेर खाइन्छ दाइ, ला भोट चाहिँ ड्याङ्ग हामीलाई है भनेर माओवादी खाएर जान्छ। अलिअलि पैसा दिन्छ, कसै पार्टीले त उधारो नि खान्छन्। भोलिपल्ट काङ्ग्रेस पुग्छ, रुख केमा भोट केमा रुखमा मासुवाद मुखमा दाइ, ल है आइयो, पोहोर पनि दिनुभयो कि होला हामीलाई भोट, अहिले पनि अब ठ्याङ्ग ल के छन् बाख्रा पाठा भाले साले, ल भनौँ काङ्ग्रेस नि खाएर जान्छ। फेरि एमाले पुग्छ, एमाले नि खाएर त्यही घरमा खाएर जान्छ। अब उसलाई पनि बिचरा अलिअलि पैसा आउने होइन, वर्षभरि छाकटारी पैसा आइहाल्छ, पार्टीले दिइहाल्छ, कोही कोही उधारो खाएर दिँदैनन्, त्यत्तिकै जान्छन्। किसानी अब चुनाव सकिएपछि उयो ताल जाँदैनन्, ताल परे उता विजय र्यालीमा पनि पुग्दैन, त्यो माथि गाउँमा कहाँ जाने बाटो अप्ठ्यारो छ भने तल तलै सरसरै डुलेर भ्याउँछन्। चुनाव जितेपछि जाँदैनन्। किसानी दाइको अब दिनचर्या त्यसरी नै बित्छ। अब जसरी पहिला बितेको थियो, हलो बोक्यो, हिँड्यो, खायो, कोही जाँदैनन्। जब किसानी मरेपछि मृत्यु हुन्छ, त्यसपछि त्यहाँ लर्को लाउँछ झन्डा उडाउनेको। काङ्ग्रेस पुग्छ, काङ्ग्रेस झन्डा बोकेर, एमाले पुग्छ, एमालेको झन्डा बोकेर, माओवादी पुग्छ, माओवादीको झन्डा बोकेर, त्यहाँ झगडा पर्छ, हाम्रो पार्टीको हामी चुनावको बेला गएर खाएको गरौँ भने झगडा हुन्छ, कसको झन्डा उडाउने भनेर लास जलाउनै ढिलो गराइदिन्छन्। भने उता परिवारलाई हतार भइसकेको हुन्छ, झगडा गरेर लास जलाउनु ढिलो हुन्छ। लास्टमा चाहिँ सहमति के हुन्छ त, साइड साइडमा सबैले झन्डा राखौँ नउडाम भनेर सहमति गराउँछन् भने, अनि 13 दिनसम्म एउटा पार्टीको जान्छ, आँगनभरि बस्छन्, स्याउ सुन्तला लिएर, चिनी सिनी लिएर जान्छ, अर्को पार्टी जान्छ स्याउ सुन्तला चिनी सिनी लिएर। बाचुन्जेल एउटा डल्लो स्याउको नलिएर गएको पार्टी मरेपछि स्याउ सुन्तला त कुहिएर फाल्न मोल खाता किन लिएर जानुपर्छ। बाचुन्जेल बरु बिचरा स्याउ सुन्तला लिएर गइदिए भए त इम्युनिटी बढ्छ, अलि बढी भएको थियो कि बिचरा दाइ। यो चाहिँ मलाई मन परेन, साह्रै बिजोक यो राजनीति।